हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ म तपाईँहरूलाई यो स्पार्क ब्रान्डको 3-in-1 वेल्डिङ मेसिन कसरी सेटअप गर्ने भन्ने तरिका देखाउन गइरहेको छु। यो चाइनिज ब्रान्डको 3-in-1 वेल्डिङ मेसिन जस्तै इन्कोको वेल्डिङ मेसिन र टोटल ब्रान्डको वेल्डिङ मेसिनको सेटअप प्रोसेस चाहिँ एउटै हुनको कारणले चाहिँ तपाईँले यो प्रोसेस हेरेर अरू वेल्डिङ मेसिनको 3-in-1 वेल्डिङ मेसिनको सेटअप पनि गर्न सक्ने हुनेवाला छ। यो चाहिँ स्पार्क ब्रान्डको वेल्डिङ मेसिन हो, जसमा चाहिँ तपाईँले मिग वेल्डिङ, टिग वेल्डिङ र एमएमए वेल्डिङ गर्न सक्ने हुनेवाला छ। यो बक्समा चाहिँ तपाईँले टिग वेल्डिङको लागि कुनै पनि इक्विपमेन्ट पाउनुहुन्न। त्यसैले तपाईँले चाहिँ यो टिग वेल्डिङको लागि छुट्टै इक्विपमेन्टहरू किन्नुपर्ने हुनेवाला छ। यो बक्समा खोल्दाखेरि चाहिँ तपाईँले के पाउन सक्नुहुनेछ भने चाहिँ फर्स्टमा चाहिँ यो सेफ्टी मास्क भयो, जसले तपाईँको आँखा र फेसहरू युभी रेडिएसनबाट बचाउने काम गर्छ। यो पनि सेटअप गर्ने तरिका म तपाईँलाई पछि देखाउनेवाला छु। अनि यो चाहिँ अर्थिङ क्ल्याम्प भयो, जसलाई चाहिँ ग्राउन्डिङ पनि भनिन्छ। यो चाहिँ तपाईँको अर्थिङ हुनेवाला छ। यो चाहिँ ग्यासलेस मिग वेल्डिङको डिस्पेन्सर हो। यसले चाहिँ तपाईँले मिग वेल्डिङ गर्न सक्ने हुनेवाला छ। त्यस्तै गरी यो क्लिनिङ ब्रस भयो, जसमा चाहिँ स्टिल वायरहरू छ। यसले चाहिँ तपाईँले रस्टहरू सफा गरेर वेल्डिङ गर्न सक्नु हुनेवाला छ। यो चाहिँ वेल्डिङ मेसिन भइहाल्यो, जसको मद्दतले चाहिँ तपाईँले वेल्डिङ गर्न सक्नु हुनेवाला छ। यो रातो वायर देखिरहनु भएको छ नि, त्यो चाहिँ एमएमए वेल्डिङको वायर हो, जो चाहिँ यो बक्सभित्र इन्क्लुडेड छ, जसको मद्दतले चाहिँ तपाईँले एमएमए वेल्डिङ गर्न सक्नु हुनेवाला छ। यो चाहिँ वायर फ्लक्स हो, जसको मद्दतले चाहिँ तपाईँले मिग वेल्डिङ गर्न सक्ने हुनेवाला छ। यो चाहिँ 0.8 mm को मोटाइ रहेछ यसको चाहिँ। अनि यो चाहिँ 1 kg को पाउनु हुनेवाला छ। मैले चाहिँ यो सेटअप गरिसकेको थिएँ, त्यही भएर तपाईँलाई देखाउनलाई झिकेको हो। र लास्टमा चाहिँ यो तपाईँले यो इन्स्ट्रक्सन पाउनु हुनेवाला छ, जसमा चाहिँ सेफ्टी टिप्सहरू लेखेको हुन्छ। अब फर्स्टमा चाहिँ म तपाईँहरूलाई यो मिग वेल्डिङको लागि यो फ्लक्स कसरी सेटअप गर्ने भन्ने तरिका देखाउन गइरहेको छु। फर्स्टमा चाहिँ यो व्हिल लक हुनेवाला छ। यसलाई चाहिँ तपाईँले घुमाएर पहिला निकाल्नु पर्ने हुनेवाला छ। तपाईँले यसलाई निकालिसकेपछि चाहिँ सँगै राख्नु होला, नहराउने तरिकाले। यो सानो हुनुको कारणले चाहिँ छिटै हराउन सक्छ, त्यही भएर अलिक नहराउने ठाउँमा राख्नु होला भन्ने सजेस्ट गर्छु। अब चाहिँ म यो फ्लक्स वायरलाई हाल्न गइरहेको छु। यसलाई चाहिँ हाल्ने तरिका छुट्टै छुट्टै छ। यो माथिबाट यसरी हाल्नु पनि सक्छ, यो मुनिबाट यसरी हाल्नु पनि सक्नुहुनेछ। तर म चाहिँ यसलाई यसरी मुनिबाट हाल्नेवाला छु, किनभने यसले चाहिँ फ्लो अलिकति राम्रो हुनको कारणले चाहिँ म चाहिँ यसलाई मुनिबाट हाल्नेवाला छु। अब यसलाई यसो सेटअप गरेपछि चाहिँ यसलाई हामी अब लक गर्छौँ। यो फ्लक्सलाई लक गर्नु चाहिँ फर्स्टमा चाहिँ हामी यो ठुलो व्हिललाई पहिला प्लेस गर्छौँ, त्यसपछि यो स्प्रिङ, त्यसपछि यो सानो व्हिलले हामी लक गर्छौँ। अब लक भइसकेको छ। अब चाहिँ हामी यो फ्लक्स वायरलाई यहाँबाट फिड गर्छौँ। यो फ्लक्स वायरलाई चाहिँ फिड गर्दाखेरि चाहिँ यो फ्लक्स वायर चाहिँ सिधा हुनुपर्ने हुन्छ, नभए चाहिँ छिर्दैन। त्यही भएर चाहिँ म यसलाई काटेर त्यो पलमा छिराउनेवाला छु। अब चाहिँ फ्लक्स वायर छिरिसकेको छ। अब यसलाई चाहिँ म बिस्तारै यहाँ बाहिर निकाल्नेवाला छु, अनि यसलाई लक गर्नेवाला छु।
यो फ्लक्स वायर चाहिँ बाहिर निस्किसकेको छ, अलिकति भाग देख्न सक्नुहुनेछ यहाँ। अब चाहिँ म यो वायरलाई लक गरिदिनेवाला छु। यो लक गर्दाखेरि चाहिँ के ध्यान पुऱ्याउनु पऱ्यो भने चाहिँ यो वायर चाहिँ त्यो तपाईँले देखिरहनु भएको छ नि त्यो गोलो खालको त्यो मेटलिक पार्ट हो, त्यसमा चाहिँ छुनु पऱ्यो, नभए चाहिँ वायर राम्रोसँग निस्किँदैन। त्यो चाहिँ मोटर हो, त्यसले चाहिँ तपाईँको इलेक्ट्रिसिटी पाएपछि त्यसले चाहिँ तपाईँको वायरलाई तान्ने काम गर्छ। यहाँ चाहिँ तपाईँको वायरले छुनु पऱ्यो। यो फ्लक्स वायरले चाहिँ गियरलाई छुइसकेको छ। अब चाहिँ म यसलाई बन्द गरेर टाइट गर्नेवाला छु। टाइट गर्दाखेरि चाहिँ ठिक्कको टाइट गर्नु होला, नभए चाहिँ तपाईँको फ्लक्स वायर अड्किन सक्छ। यति भइसकेपछि चाहिँ म तपाईँहरूलाई यो एमएमए वेल्डिङको वायर र यो मिग वेल्डिङको वायर जोडेर तपाईँलाई देखाउन गइरहेको छु। अब चाहिँ म तपाईँलाई यो मिग वेल्डिङको वायर जोडेर देखाउन गइरहेको छु। यो चाहिँ मिग वेल्डिङको वायर हो, जसले चाहिँ मिग वेल्डिङको फ्लक्सलाई डिस्पेन्स गर्छ। जब तपाईँ यो रातो बटन देखिरहनु भएको छ नि, मैले थिचेको यो रातो बटनलाई थिच्दाखेरि चाहिँ तपाईँको फ्लक्स डिस्पेन्स हुन्छ अनि तपाईँको वेल्डिङ सुरु हुन्छ। यो मिग वेल्डिङको वायरलाई कनेक्ट गर्दाखेरि चाहिँ यहाँ एउटा लक हुन्छ, त्यो र तपाईँको वायरमा चाहिँ पनि एउटा कनेक्टिङ लक हुन्छ। त्यो चाहिँ ठ्याक्क मिल्ने तरिकाले मिलाएर मात्रै तपाईँको वायर चाहिँ कनेक्ट हुनेवाला छ। अब चाहिँ लक एलाइन भइसकेको छ। अब चाहिँ यसलाई ट्विस्ट गरेर लक गरिदिनेवाला छु। अब लक भइसक्यो। अब यो सानो वायरलाई पनि त्यस्तै गरी यसको लक एलाइन गरेर यसलाई पनि ट्विस्ट गर्नुपर्ने हुनेछ। यहाँ अलिकति काटेको भाग र यो भित्रको अलिकति बाहिर निस्केको भागलाई चाहिँ एलाइन गरेर मात्रै यो वायर चाहिँ छिर्ने रहेछ। त्यही भएर यसलाई चाहिँ म यसलाई बिस्तारै एलाइन गरेर यहाँ एलाइन गरेर राखेर यसलाई लक गरिदिनेवाला छु। अब चाहिँ एलाइन भइसकेको छ। अब चाहिँ म यसलाई स्क्रु गरेर यसलाई टाइट गरिदिनेवाला छु। ओके, अब चाहिँ तपाईँको अब यति भइसकेपछि चाहिँ म तपाईँहरूलाई एमएमए वेल्डिङको सेटअप गर्ने तरिका देखाउन गइरहेको छु। यो चाहिँ अर्थिङ क्ल्याम्प हो, जसले चाहिँ तपाईँको वेल्डिङ मेसिनलाई अर्थिङ दिन्छ। यो कनेक्ट गर्नुलाई चाहिँ यहाँ स्क्रु हुन्छ, त्यसलाई चाहिँ ठ्याक्क यहाँ मेसिनमा एलाइन गरेर स्क्रु घुमाइदिनु भयो भने चाहिँ यसलाई चाहिँ लक गर्न सक्नुहुनेवाला छ। अब चाहिँ यो कनेक्ट भइसकेको छ। अब चाहिँ हामी यो एमएमए वेल्डिङको वायरलाई चाहिँ कनेक्ट गरेर देखाउनेवाला छु। यो वायर चाहिँ एमएमए वेल्डिङको लागि वायर हो। यसलाई पनि अघिको अर्थिङ वायर जस्तै घुमाएर कनेक्ट गर्न सक्नुहुनेवाला छ। चाहिँ सेटअप कम्प्लिट भइसकेको छ। यो चाहिँ एमएमए वेल्डिङको लागि वायर हो। यो चाहिँ अर्थिङ या ग्राउन्डिङको लागि क्ल्याम्प भयो। तपाईँलाई वेल्डिङ डेमो देखाउनु अगाडि चाहिँ म तपाईँहरूलाई फर्स्टमा यो सेफ्टी मास्क चाहिँ कसरी सेटअप गर्ने भन्ने तरिका देखाउन गइरहेको छु। फर्स्टमा चाहिँ यो क्लिपलाई चाहिँ यो पलमा छिराइदिने।
अनि त्यसपछि त्यस्तै गरी अर्को साइडको क्लिपलाई पनि यहाँ पालमा छिराइदिने। यो भइसकेपछि चाहिँ अलिकति यसलाई मोडेर यसलाई फोल्ड गरिदिने। अनि त्यसपछि अलिकति यसको सेप निस्किन्छ। अनि त्यसपछि चाहिँ यो ग्लास देखिरहनु भएको छ नि, यो सेफ्टी ग्लास हो। यो सेफ्टी ग्लासलाई चाहिँ यहाँ क्लिपभित्र छिराइदिने। अलिक छिराउनु चाहिँ अलिक गाह्रो होला फर्स्टमा, तर अलिकति फोर्स लगाएर छिराइदिने। ध्यान राख्नुहोस् कि यो चाहिँ अलिकति नफुटोस् भनेर। अब चाहिँ यो ह्यान्डललाई चाहिँ यो पालमा छिराएर लक गरिदिने। ओके, यो ह्यान्डल चाहिँ लक भइसकेको छ। तपाईँको सेफ्टी मास्क चाहिँ अब रेडी भइसकेको छ। वेल्डिङ गर्दाखेरि चाहिँ सेफ्टी मास्क युज गर्नु नभुल्नु होला। यो वेल्डिङ गर्दा चाहिँ यो सेफ्टीहरू ध्यान दिनुपर्नेवाला छ। सबभन्दा मेन चाहिँ तपाईँको आँखा नबिग्रोस् भनेर चाहिँ यो सेफ्टी मास्क चाहिँ युज गर्नु सजेस्ट गर्छु म चाहिँ। अब चाहिँ म तपाईँहरूलाई मिग वेल्डिङको डेमो देखाउन गइरहेको छु। फर्स्टमा चाहिँ यो वेल्डिङ मेसिनलाई अन गर्ने। यसको पावर बटन चाहिँ पछाडि हुन्छ। अन गरिसकेपछि चाहिँ यहाँ लाइट बल्छ र यसको फ्यान स्टार्ट हुन्छ। तपाईँले यहाँ देखिसक्नुहुन्छ कि अहिले चाहिँ यहाँ एमएमए वेल्डिङमा छ। तपाईँले यो बिचको एरो बटनलाई थिच्नुभयो भने अब चाहिँ टिग वेल्डिङ गयो, अब चाहिँ मिग वेल्डिङमा गयो। अब सबै सेटअप भइसकेपछि चाहिँ म तपाईँहरूलाई यो मिग वेल्डिङ गर्नु अगाडि चाहिँ यो फ्लक्स यो नोजलबाट बाहिर कसरी निकाल्ने भन्ने तरिका देखाउन गइरहेको छु। तपाईँले यो रातो बटनलाई थिच्नुभयो भने चाहिँ यहाँ मोटर घुम्छ अनि तपाईँको यो फ्लक्स वायर चाहिँ बाहिर निस्किन थाल्छ। यो बाहिर नदेखिन्जेलसम्म यो थिचिहाल्नुपर्छ। म के रेकमेन्ड गर्छु भने चाहिँ सकेसम्म यो फ्लक्सको वायर चाहिँ सकेसम्म सिधा राख्नुहोस्। सिधा राख्नुभयो भने चाहिँ यो फिट गर्नु चाहिँ अलिकति छिटो हुन्छ भन्ने सजेस्ट गर्छु। अब चाहिँ यो फ्लक्स बाहिर निस्किसकेको छ। अब यसलाई बन्द गरेर म तपाईँलाई अलिकति मिग वेल्डिङको डेमो देखाउन गइरहेको छु। यो वेल्डिङ गर्दाखेरि चाहिँ सकेसम्म तपाईँ आउटडोरमा गर्नुहोला, जहाँ चाहिँ आगो लाग्ने सम्भावनाहरू कम हुन्छ। अब चाहिँ हामी मिग वेल्डिङको लागि 100% सेटअप गर्छौँ। अघि चाहिँ हामी 75%मै छोडेको थियौँ। अब चाहिँ हामी मिग वेल्डिङको लागि 100% सेटअप गरेर अलिकति तपाईँलाई वेल्डिङ गरेर डेमो देखाउनेवाला छु। यो अहिलेको सेटअप देखिरहनु भएको छ नि, यो अर्थिङ र यो रातो तार, यो चाहिँ एमएमए वेल्डिङको सेटअप हो। यसरी चाहिँ तपाईँ एमएमए वेल्डिङ गर्न सक्नुहुनेछ। अब यो मिग वेल्डिङको लागि चाहिँ यो अर्थिङ चाहिँ यो रातो तार छ नि, रातो तार जहाँ थियो नि हो त्यहाँ कनेक्ट गर्नुपर्ने हुन्छ। ओके, अब चाहिँ यो मिग वेल्डिङको लागि 100% सेटअप भयो। यो क्ल्याम्प चाहिँ यो पोजिटिभ साइडमा राख्ने। अनि तपाईँले के वेल्डिङ गर्नु लाग्नु भइरहेको छ त्यो अर्थिङ चाहिँ त्यसमा कनेक्ट हुनु पऱ्यो। जस्तै मैले यो ऱ्याचेटमा देखाउन गइरहेको छु। अब चाहिँ म यो रातो बटनलाई थिचेर फ्लक्सलाई डिस्पेन्स गर्छु अनि त्यहाँ छुवाउँछु। ओ, यो चाहिँ मिग वेल्डिङको डेमो थियो। यस्तै तरिकाले तपाईँले मिग वेल्डिङ गर्नु सक्नुहुनेछ। यहाँ तपाईँले देख्नुभयो मिग वेल्डिङको डेमो। अब यहाँ मैले अघि फ्लक्स डिस्पेन्स गरेर छोएको ठाउँमा चाहिँ अलिकति फलामको ढिक्का बसेको छ। त्यसरी नै मिग वेल्डिङ गरिन्छ। अनि तपाईँ एमएमए वेल्डिङ गर्नु चाहनुहुन्छ भने चाहिँ यो अर्थिङलाई चाहिँ
तलपट्टि सारेर नेगेटिभ अनि यो एमएमए को तारलाई चाहिँ माथि कनेक्ट गरेर अनि यो एमएमए को तारलाई चाहिँ वेल्डिङ रड छोएर यसरी तपाईँ चाहिँ वेल्डिङ गर्न सक्नुहुनेछ। तपाईँहरू पनि यस्तै तरिकाले आफ्नो 3-in-1 वेल्डिङ मेसिनको सेटअप गर्न सक्नुहुनेवाला छ। इन्को ब्रान्ड, टोटल ब्रान्ड र यो चाइनिज ब्रान्डहरूको सेटअप गर्ने तरिका चाहिँ लगभग उस्तै हो। यस्तै रमाइलो भिडियो लिएर उपस्थित हुनेवाला छु। सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।